शरीरको कुनै पनि भागमा गिर्खाहरू आइरहेको छ र समयभन्दा बढी चाहिँ धेरै चाँचडे बढिरहेको छ होइन। र बिरामी नर्मल बिरामीले पनि आफ्नो हेल्दी लाइफ मेन्टेन गरेको छ, एक्सर्साइज पनि गरिरहेको छ, रेगुलर डाइट गरिरहेको छ, त्यही पनि शरीरको तौल अनावश्यक रूपमा घटिरहेको छ। गर्दा नर्मल डाइट पुरानै डाइट खाँदा पनि उसलाई खाँदा पनि शरीरको अनावश्यक वेटहरू घटिरहेको छ भने या खोकिरहेको छ, 2 हप्तादेखि 3 हप्तादेखि उसको लगातार खोकी आइरहेको छ, खोकी औषधि गर्दाखेरि पनि ट्रिटमेन्ट गर्दा पनि निको भइरहेको छैन र खोक्दाखेरि रगतहरू बढिरहेको, रगतहरू चाहिँ शरीरमा चाहिँ रगतहरू तपाईँको चाहिँ खोक्दाखेरि रगतहरू आउनु, घाँटी रगतहरू आउनु या भनौँ अब तपाईँको चाहिँ कुनै पनि दिशा गर्दाखेरि दिशामा रगतहरू देखिनु या पर्वजान डिस्चार्ज के अरे उहरू ब्लिडिङहरू हुनु, जस्तै भनौँ महिनावारीको 2टा महिनावारीको बिचमा पनि महिनावारी नर्मल भएपछि पनि अनावश्यक रूपमा डिस्फङ्क्सन तपाईँको ब्लिडिङहरू भइरहेको छ, केही कारणले भन्छ भने पनि यो कुराहरू पनि तपाईँको चाहिँ अलार्मिङ साइनहरू चाहिँ हुन सक्ने सम्भावना हुन्छ। र कहिले कहिले चाहिँ कस्तो हुन्छ भने फिभर ज्वरो पनि आइरहेछ, तपाईँको कन्टिन्युस तपाईँलाई ज्वरो आइरहेछ, एन्टिबायोटिक खाइराख्नुहुन्छ, डक्टरमा चेक गराइरहन्छ, तपाईँ कन्ट्रोल भइरहेको छैन, फिभर कन्ट्रोल भइरहेको छैन भने पनि त्यो पनि एउटा चाहिँ क्यान्सरको लक्षण चाहिँ हुन सक्ने पनि सम्भावना एकदम हाई नै हुन्छ।